कहाँ दैलु कहिले यति बेला साथी कहाँ सैलु कहिले यति बेला ए होइन होला निस्किहाल्ने भर्खरै जुत्ता लाएर आउँछु नि त घर गएर। यसरी सुरु भयो मेरो अनएक्सपेक्टेड ट्रिप टु सैलुङ। म आइपुगेँ घर अनि त्यसपछि छिटो म रेडी पनि भएँ। रेडी भएर अनि फेरि आमालाई सुनाउनलाई गएँ। म सैलुङ जान लागेको। के भन्नु सैलुङ चाहिँ के खोज्ने भनेर चाहिँ आएर भन्छु भनेर म निस्किएँ। जेसुकै होस् भनेर मैले सरप्राइज दिएँ मेरो बाइकलाई। अनि साथीको क्याफेमा भेट गर्ने भनेको भएर म आइपुगेँ साथीको क्याफे। अनि 2 घन्टाको लामो वार्तालापपछि अब जसरी भए पनि जाने भनेर हामी फाइनली यहाँबाट निस्क्यौँ। आफ्नो रेनकोट त भिजेर बिग्रिन्छ भनेर घरमै छोड्यो। त्यही भएर अब नयाँ रेनकोट अर्को त लिन पर्यो भनेर हामी रोक्यौँ बनेपा। खासै राम्रो क्वालिटीको रेनकोट त थिएन। त्यही भएर घटाउन्न भनेर दिदीलाई भनेको हाँसेर मान्नु भएन। त्यही भएर हामीले नि हाँस्दै अर्को छेउको पसलबाट लिएर हिँड्यौँ। म आइपुगेँ दोलाल घाट। अनि कस्तो राम्रो नजारा देखिरहेको रहेछ। त्यही भएर यसो देखाइदिएको। अनि बजारमा पनि एकछिन रोकेर खाजा खाउँ भनेर हामी गयौँ खाजा खानलाई। दोलाल घाटको माछा कोसी हेर्दै मजै आयो। रात पर्न लागेको थियो। त्यही भएर हामी धेरै अलमल नगरी यहाँबाट निस्क्यौँ। खाडी चोरबाट माथि लागेपछि एकछिन रमाइलो गर्न भनेर हामी रोक्यौँ। जति नै छिटो गए पनि उही अँध्यारोमै पुग्ने हो भनेर बरु हामी बिस्तारै गयौँ। बाटो पुरै कुहिरोले ढाकेको कारण र अँध्यारो पनि भएको कारण हामीलाई अलिकति गाह्रो त भयो। तर फाइनली हामी हाम्रो गन्तव्य पुग्यौँ, हामी स्टे गर्ने ठाउँ। एकअर्काको हालत देखेर एकछिन हामी मजाले हाँस्यौँ। त्यसपछि हल्का फ्रेस भएर छेउको होटलमा रमाइलो गरिरहेका रहेछन् नाचगान गर्दै। अनि हामी पनि सामेल भयौँ। निकै बेर बब्बाल नाचेपछि भोक लाग्यो अनि फर्केर हामीले खाना खायौँ। बाँकी भिडियो अब अर्को भिडियोमा।